हेलो गाइज, गुड मर्निङ। कस्तो हुनुहुन्छ? जय माता दी। र मेरो चाहिँ बिहान भइसकेको छ, म उठिसकेको छु, पूजा पनि गरेँ। आज अलिकति छिटै उठेँ गाइज। अब भोलिदेखिबाट बाबुको स्कुल छ र बिहानै उठ्न अब आदत लगाउनुपर्छ। हामीहरू अलिकति ढिलो नै उठ्दछौँ बिहान, किनभने अब बी सिफ्ट हुन्छ उसको ड्युटीको भने राति ढिलो सुताइ हुन्छ, खानापिना गर्दा ढिलो हुन्छ यहाँ र बिहान पनि अलिकति ढिलै हुन्छ उठाइ। अब चाहिँ एकदम 6 बजी 5 बजी 6 बजी त उठ्नै पर्छ कुनै हालतले। र आदत पनि लगाउँदै आजैबाट मैले आदत लगाउन थालेँ र 6 बजी बिहानै उठेँ, किनभने भोलिबाट अब 8 बजी त उसलाई स्कुल पुऱ्याउनु पर्छ होइन। अब उठ्ने बानी गर्नै पर्छ। अब बाबु सानो हुँदा पो अब प्लेमा थियो, ढिलो जान्थ्यो, नुहाइ जान्थ्यो र आरामसे उठ्दा हुन्थ्यो। अब त 8 बजी उसलाई रेडी गरिवरी खुवाइ पुवाइ गरिवरी सबै त काम गरियो। उसलाई स्कुल पनि छोडेर आउँदा 8:30 बजीबाट क्लास हुन्छ यहाँ, र आदत पनि लगाएँ। र बिहान उठ्ने आदत यसै पनि राम्रो हो होइन। हामी अब बाहिर बस्ने भएर खेलिमेली हुन्छ कि ड्युटीको हिसाबले उठ्नु पर्यो, त्यही हुन्छ। नभए त गाउँघरमा त बिहानै उठ्नुहुन्छ, त्यो स्वास्थ्यको लागि पनि राम्रो हो बिहान उठेको त। र मैले पनि आजबाट आदत लगाएँ गाइस। र जय माता दी। फेरि आउँछु अर्को भिडियोमा। बाई बाई।